दर्शकबिन नेकपा एमालेको प्रदर्शनका क्रममा नेकपा एमालेका कार्यकर्ताहरूलाई प्रहरीले यसरी लखेटिरहेको छ र साइरन बजाउँदै प्रहरी आक्रामक बनेको छ। नेकपा एमालेको यो जुन प्रदर्शन थियो त्यसलाई सम्पूर्ण रूपमा तितर बितर बनाएको छ। यसरी भित्र छिरी प्रहरीले नेकपा एमालेको आन्दोलनलाई सम्पूर्ण रूपमा प्रहरीले निस्तेज पारिदिएको छ। यो खालको परिस्थिति छ र भागाभाग चलेको छ। नेकपा एमालेका कार्यकर्ताहरूको यतिखेर माइतीघर मण्डलामा केही बेर यसो आगो बालेर प्रदर्शन गरेका उनीहरू त्यसपछि प्रहरीले लखेटेसँगै यसरी भागाभाग चलेको छ एमालेका कार्यकर्ताहरूको र हामी यहाँ देखाउन सक्छौँ, दर्शकबिन देख्न सक्छौँ प्रहरी आक्रामक रूपमा प्रस्तुत भएको छ र प्रहरीको एक्सनसँगै एमालेका कार्यकर्ताहरू जो आन्दोलनमा उत्रेका थिए उनीहरू तितर बितर भएका छन् र एकजना पनि कार्यकर्ता कसैलाई पनि उसले छोडेको छैन र सम्पूर्ण रूपमा सडक क्लियर हुने गरी यसरी प्रहरी आक्रामक रूपमा प्रस्तुत भएको छ र सबलाई लखेटेको छ। र माइतीघरमा केही समय नेकपा एमालेका कार्यकर्ताहरू भेला भएर त्यहाँ टायर बालेर प्रदर्शन गरेका थिए र त्यसपछि आक्रामक रूपमा प्रस्तुत भएको प्रहरीले सम्पूर्ण रूपमा उनीहरूलाई लखेटेको छ र यहाँबाट भगाएको छ। यतिखेर प्रहरीको यो आक्रामकतासँगै एमालेका कार्यकर्ताहरूको भागाभाग चलेको छ र उनीहरू सडकमा समेत नदेखिने गरी निस्किएका छन्, भागेका छन् एक ढंगले। एमाले अध्यक्ष केपी शर्मा ओली, जसलाई जाँचबुझ आयोगको प्रतिवेदन अनुसार, कार्की आयोगको प्रतिवेदन अनुसार उनलाई फौजदारी अभियोगमा थप अनुसन्धान गर्न भन्दै शनिबार बिहान प्रहरीले पक्राउ गरेको थियो। त्यसपछि आन्दोलनमा उत्रेका एमालेका कार्यकर्ताहरूलाई यसरी प्रहरीले तितर बितर बनाएको छ। प्रहरीको आक्रामकता निकै देख्न सक्छौं हामी। कुनै पनि हालतमा कसैलाई पनि नछाड्ने गरी उनीहरू आक्रामक ढंगले प्रस्तुत भएका छन्। साइरन बजाउँदै माइकिङ गर्दै प्रहरीले लखेटिरहेको छ एमालेका कार्यकर्ताहरूलाई। एमालेका केही संख्यामा कार्यकर्ताहरू थिए, उनीहरू यसरी भागेका छन्। र यसरी प्रहरीले लखेट्दै उनीहरूलाई सम्पूर्ण रूपमा तितर बितर बनाएको छ। कमान्डर निर्देशन दिने र त्यही अनुसार अगाडि बढ्ने योजना सहित उनीहरू एक्सनमा उत्रिएका छन्। आक्रामक बनेको छ प्रहरी। लखेटिरहेको छ प्रहरीले, सम्पूर्ण रूपमा आक्रामक बनेको छ प्रहरी। हामी देख्न सक्छौँ दर्शकबिन, लखेटिरहेको छ प्रहरीले। लखेटेसँगै एमालेका कार्यकर्ताहरूको भागाभाग छन्, भाग्न समेत नभ्याउने गरी यसरी लखेटिरहेको छ प्रहरीले। सम्पूर्ण रूपमा तितर बितर बनाइदिएको छ। यो खालको स्थिति छ दर्शक। यतिखेर काठमाडौँको एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउ परेसँगै प्रदर्शनमा उत्रिएका एमालेका कार्यकर्ताहरूलाई सम्पूर्ण रूपमा तितर बितर बनाइदिएको छ प्रहरीले र माइतीघरबाट लखेट्दै बानेश्वर क्षेत्रबाट नि पर पुर्याइदिएको स्थिति छ।